बालेन शाह विल बी द मोस्ट हेटेड प्राइम मिनिस्टर अफ नेपाल के यो कुरो लेखेर राख्नुस्। जुन पनि यो हाम्रो प्रधानमन्त्री मेरो प्रधानमन्त्रीवाला चुमचुम छ नि उसले शपथ लिनुभन्दा एक दिन अगाडिसम्म मात्र टिक्नेवाला छ। जुन दिन उसले शपथ लिन्छ नि त्यसको भोलिपल्टबाट हामीले उसको विरोध गर्नेवाला छौँ क्या। किनभने ऊ त कसैलाई खुसी बनाउन आएको होइन, चिल्लो चाप्लो कुरा गर्न जान्दैन। कानुनमा के लेखेको त्यो देख्छ, कसले कानुनको पालना गरेको छ छैन त्यो देख्छ। अनि जब हामी जस्तो छाडा बानी लागेको नेपालीलाई कानुन मान्न लगाउन थाल्छ नि त्यसपछि हामीलाई त्यो त चित्त बुझ्नेवाला छैन, त्यो त पच्नेवाला त छैन। यदि काठमाडौँमा उसले गरेको काम गरेको बेलामा हेर्नुहुन्छ भने जब त्यो रोडको साइडमा ठेलागाडावालाहरूलाई हटाएको थियो नि कस्ता कस्ता हार्वर्ड पढेर आउने बुद्धिजीवीहरूले पनि विरोध गरेका थिए क्या। हामी भावनात्मक चाँडै हुन्छौँ होइन, तर त्यो स्थितिमा कसले पुर्यायो कसरी पुग्यो भन्ने हेर्दैनौँ। त्यतिखेर पनि बालेनको विरोध गर्ने धेरैजना थिए, त्यो त काठमाडौँमा मात्र हुँदा त त्यस्तो थियो। अब देशैभरि नै उसले त्यही लागू गर्नेवाला छ क्या। को खुसी हुन्छ को दुखी हुन्छ कसले विरोध गर्छ मतलब छैन। यदि कसैलाई मर्कानै पर्ने कानुन रहेछ भने होला कानुन संविधान संशोधन गर्ला, तर कानुनमा जे लेखेको छ त्यो चाहिँ पालना गराएरै छोड्छ क्या। त्यसको लागि चाहिँ तयार भएर बस्नु। यदि तपाईँहरू लुते हुनुहुन्छ भनेदेखि आफ्नो मनोबललाई अलिकति उच्च बनाएर राख्नुहोस्। अब बवाल हुनेवाला छ। हामीलाई मन पर्दैन उसले गरेको काम, तर उसले सही काम त गरिरहेकै हुन्छ। हामीलाई चाहिँ मन पर्नेवाला छैन, हामीलाई मन पर्ने काम उसले गर्नेवाला छैन।